हेर्नुहोस् यता आज शनिबार ठ्याक्क अब आज चाहिँ अलि ढिलै हुन्छ 7:30 बजे टक्क त्यो कुराको सटरमा कुराको साउ आइसक्नु भएको छ बोल्दाखेरि यस्तो हुन्छ टक्क तपाईँहरूलाई सबै लगभग बोल्दाखेरिको बोलेको सबै भिडियोहरू हाल्दैछु होइन होला यो चाहिँ ठ्याक्कै सरस्वती क्याम्पसको अपोजिट अमेल लेखनाथ मार्ग भन्छ है त्यहाँ अगाडि सिटी गणेश छ हामी पढेको स्कुल हो त्यो है सिटी गणेश अनि त्यहाँनिर ट्राफिकहरूको चेकिङ हुन्छ क्या म चाहिँ त्यहाँनिर टक्क मन्दिर गएर आइसकेँ सब मसलानुपर्छ स्टेसनरी खोल्नुपर्छ कति बच्चाहरूलाई के चाहिरहेको हुन्छ होइन एकपट्टिको मैले सटर मिलिसकेको छु यस्तो छ हाम्रो सटर भित्र जान्छु हाम्रो यस्तो छ है यो पनि हामीले यहाँ बान्नुपर्छ क्या तर होइन फेरि बेला बेला निस्किरहेको छ हावाहुरी चल्छ पानी बतास आउँछ होइन त्यो लगाइदिएपछि चाहिँ ढुक्क यस्तो छ है बत्ती बल्छ त्यहाँबाट हाम्रो स्पेस चाहिँ सानो छ क्या अनि भित्रको सब एकदम कन्जस्टेड ठमेलहरू अब ल हेर्नुहोस् बसल खोलिसकेको छु टक्क अब टक्क काम गर्नुपर्छ सबै जति पनि सामानहरू छ टक्क हेर्नुहोस् टक्क राख्नु पऱ्यो मेरो भगवान् उतापट्टि फर्किनु छ है कस्तो छ थाहा भएर अब आजको पिछबाट होस् हेर्दै जानु होला है त मेरो यो पहिलो भिडियो मैले चाहिँ त्यहाँ अब 7वटा घोडा यस्तो दौडिनु पर्छ भनेर राखेको छु हाम्रो चाहिँ यो सबै जति पनि सामान छ यसलाई टक्क बाहिर निकालेर सरसफाइ गरेपछि हामी चट्ट रमाइलो हुन्छ है डल्ले ओइ आइज हाम्रो यो चाहिँ घरबेटीको कुकुर हो क्या देखि एकदम डराउँछ ल है त गाइस ढिलो नगरिकन पसलो खोल्नुपर्छ काम पनि आइसक्यो टुप्पामै एकदम राम्रो मौसम आज अलिअलि सफा अलिअलि खराब छ त्यही त के हुन्छ पानी राख फेरि पानी पऱ्यो भने समस्या हुन्छ कि च्याउ हुन्छ है बहुत च्याउ हुन्छ कि पानी पऱ्यो भने सामान सब भित्र हाल्नुपर्छ त्यही भएर ढिलो नगरिकन चाँडो गरेर भित्र सरसफाइ गरेपछि पानी आए पनि सामान राख्नु सजिलो हुन्छ है त बलको नेटै छोड्यो अब यसलाई बनाएर गाँसेर टक्क हाल्नुपर्छ घरिघरि यस्तो समस्याहरू आइरहेको छ
नि छैन लगभग मैले यो अगाडिको कामहरू लगभग फिनिस गरेको छु अब पसल हल्का खाली खाली भइरहेछ है मौसम पनि आज च्यालेन्ज जस्तै छ पानी परिरहेछ यति हुन्छ सामान हाम्रो होइन पहिला चाहिँ मैले त बाहिर पनि राखेको क्या अहिले यतापट्टि पनि आधा काम गरिसकेको छु यहाँको व्हाइट बोर्ड सुकिरहेको छ गोदामबाट ल्याउनु पर्यो टक्क मिलाएर राखेपछि मेरो आधा काम छ माथि बल झुन्डायो चल्छ हेर्नु न लगभग आधा उति मैले मेरो काम सकिसकेँ यहाँ एउटा बास्केटबलको रिङ जान्छ अनि फेरि पानीले पनि छिटो हानिदिएर क्या अनि फेरि मलाई यस्तो डर लाग्छ नि त राख्नुपर्छ निकाल्नुपर्छ घ्याउ लाग्छ क्या अनि फेरि बहुत गाह्रो लाग्छ गाह्रो पनि हुन्छ नि मैले लगभग यहाँभित्रको सामानहरू सबै निकालेर टक्क बाहिर यसरी डिस्प्ले गरिसकेको छु होइन यति नगरे फेरि सामान यति डिस्प्ले हुन्छ हेर्नु न क्रिकेट ब्याटको ग्रिप निकाल्दा खेल्दा चेक गर्छु नि त मैले गइसक्यो नयाँ ब्याटहरू यस्तो भइसक्यो त्यही पनि मैले डिस्प्ले गर्छु सामान देखेपछि नै लाग्यो मेरो पानीले भिजेर यस्तो भइसक्यो यसलाई म किन नयाँ हाल्दिनँ भनेर होइन चट्ट अब पानी कचल पर्ने तर मलाई सोचेँ पानी नपर्ने हुन्छ जस्तो लाग्छ किनकि काम गर्नु यति अप्ठ्यारो हुन्छ पानी परेपछि बहुतै गाह्रो हुन्छ होला है म तपाईँलाई भित्रबाट देखाउँछु त्यसलाई माथि धुनुहुन्छ यो कफी लगेर टेकेर धुनुहुन्छ चाहिँ लगभग हाम्रो काम फसल यस्तो देखिसकेको छ चट्ट माथि बल हुन्छ झुन्निन्छ सर फेरि देखाउँछु अर्कै सकिएपछि टोटल्ली सरसफाइ गरेर तपाईँले फेरि देखाउँछु ल हेर्नुहोस् न गाइस पानी भन्दा भन्दै परेको तर मलाई क्षति हुने खालको पानी परेको छैन क्या अहिले चाहिँ हल्का यहाँसम्म पनि आएको छ है बिस्तारै ठुलो पऱ्यो भने चाहिँ राख्नुपर्छ सामान छोपेर पनि हुँदैन क्या कताबाट छिट्छ अनि भिजिहाल्छ है मैले चाहिँ टक्क अहिले देखाउँछु मेरो अब बोनी भइसक्यो आज सामान्य बोनी भइसक्यो मैले सरसफाइ पनि गर्दैछु यो कुचो लाउँदैछु अब यो कुचो लगाएपछि टक्क पूजा गर्छु यहाँ मेरो हुनुहुन्छ भगवान् होइन पूजा गरेपछि चट्ट अनि फेरि हजुरलाई दिनेछु है ल हेर्नुहोस् यतापट्टि चाहिँ हल्का कापीहरू थियो है टट्ट पुसपास गरेर छोडिदिएँ अब यतापट्टि खासै भिज्ने सामान जस्तो त भिज्न त भिज्छ कि तर अलिक प्लास्टिकहरू भागे सामानहरू छ है टट्ट अब म चाहिँ पूजा गर्नु पऱ्यो होइन मन्दिर गएर टक्क यसरी पानी घडामा पानी लिएर होइन तर नियममाथि छ हाम्रो चाहिँ पूजा गर्नुपर्छ है एउटा गएर लिएर होइन पानी लिएर होइन हामीले शर्मा हालेर ढकेपछि चाहिँ सबै काम हाम्रो सफल बस्छ त्यही भनेर म पानी लिएर फाइनल्ली म यसरी पानी भरेर ल्याइसकेको छु चट्ट त्यहाँ पूजा गर्छु मैले होइन
यसलाई टक्क रोजेर टक्क यसरी राख्नु पऱ्यो। अब हाम्रो लगभग कामहरू सबै सकिन्छ होइन। यो चाहिँ बाहिर पानी बाहिर राख्ने हो क्या, यसलाई मुनिपट्टि राख्ने छ चट्टसँग होइन। कम्प्युटर अन गर्ने, कम्प्युटर अन भइसकेको छ। बेला प्रिन्ट पनि गर्नुपर्ने हुन्छ। बिचमा लाइन बिग्रेर है के छैन अब चट्ट है त मेरो पसल चाहिँ यस्तो भइसकेको छ होइन। म अब आज दिनभरि काम गर्छु होइन। दिनभरिको भ्लग त अब हाल्न मिल्दैन, पाइन्न होइन। अहिलेलाई याद गर्नु होला पुरा ट्रेड एन्ड सप्लायर्सबाट हजुरहरूलाई आउँदो दिनमा एकदम पसलको विषयमा एकदम जानकारी लिएर आउनु।